साथीहरु स्वागत छ सबैलाई नेपाल शेयर मार्केटमा। आजको यस भिडियोमा हामी नयाँ 6.25% प्राइम बैंक डिबेन्चर 2093 को बारेमा महत्त्वपूर्ण जानकारी लिएर आएका छौं। सर्वप्रथम यस योजनाको आधारभूत जानकारीबाटै सुरु गरौं। सबैभन्दा पहिले यो 6.25% प्राइम बैंक डिबेन्चर 2093 एक 10 वर्ष अवधिको ऋणपत्र हो। यसको प्रति ऋणपत्र अंकित मूल्य 1000 रुपैयाँ रहेको छ भने वार्षिक ब्याज दर 6.25% निर्धारण गरिएको छ। बैंकले कुल 30 लाख किता ऋणपत्र अर्थात 3 अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको हो। यसमध्ये 18 लाख किता अर्थात 1 अर्ब 80 करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तौर अर्थात प्राइभेट प्लेसमेन्ट मार्फत बिक्री गरिनेछ र बाँकी 12 लाख किता अर्थात 1 अर्ब 20 करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारण नेपालीका लागि सार्वजनिक निष्कासन मार्फत बिक्री गरिएको छ। र यसै सार्वजनिक निष्कासन सर्वसाधारण अन्तर्गत कुल निष्कासनको 5% अर्थात 60,000 किता चाहिँ सामूहिक लगानी कोष अर्थात म्युचुअल फन्ड्सका लागि छुट्याइएको छ। अब कुरा गरौँ आवेदन खुल्ने तथा बन्द हुने मिति बारे। यस ऋणपत्रको निष्कासन आज अर्थात 2083 साल असारको 16 गतेदेखि खुल्ला भएको छ। र यदि छिट्टै पर्याप्त मात्रामा आवेदन परेको अवस्थामा चाहिँ असारको 19 गते ब्याङ्किङ समय पश्चात निष्कासन बन्द हुनेछ। तर आवश्यक मात्रामा आवेदन नपुगेको अवस्थामा चाहिँ ढिलोमा असारको 30 गते ब्याङ्किङ समयपछि निष्कासन बन्द हुने व्यवस्था गरिएको छ। यस ऋणपत्रको ब्याङ्कर्स टु द इस्यु अर्थात निष्कासन ब्याङ्कको रूपमा चाहिँ सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ, जसले चाहिँ सम्पूर्ण निष्कासन प्रक्रियालाई व्यवस्थापन गर्नेछ। ऋणपत्रमा न्यूनतम 25 किता अर्थात 25,000 रुपैयाँ बराबरको आवेदन दिनुपर्नेछ भने अधिकतममा चाहिँ भने जति उपलब्ध छ त्यति सम्पूर्ण किताका लागि आवेदन दिन सकिनेछ। आवेदन प्रक्रिया पनि निकै सरल रहेको छ। लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सबै सियास्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू मार्फत आवेदन दिन सकिन्छ। यसका साथै सीडीएस एन्ड क्लियरिङ लिमिटेडद्वारा सञ्चालन गरिएको मेरो शेयर अनलाइन प्रणाली मार्फत पनि घरमै बसेर सजिलै आवेदन दिन सकिनेछ। र त्यसैगरी प्राइभेट प्लेसमेन्ट तर्फ कुल निष्कासन मध्ये 18 लाख किता व्यक्तिगत तौरबाट पनि बिक्री गरिने भएकाले बिक्री प्रबन्धकले बैंकसँगको सहमतिमा उपयुक्त खरिदकर्ताहरू खोजी गरी आपसी सहमतिका आधारमा ती ऋणपत्र वितरण गर्नेछ। र अब धेरै जसो साथीहरूले चासो दिने विषय अर्थात ब्याज दर र ब्याज भुक्तानीको व्यवस्थाबारे बुझौं। यस ऋणपत्रमा वार्षिक 6.25% का दरले ब्याज प्राप्त हुनेछ। प्राप्त हुने ब्याजमा आयकर ऐन अनुसार प्राकृतिक व्यक्तिका लागि 6%, संस्थाका लागि 15% र सामूहिक लगानी कोषका लागि चाहिँ कर नलाग्ने व्यवस्था रहेको छ। ब्याज रकम चाहिँ वर्षमा 2 पटक गरेर आउनेछ। त्यो भनेको अर्धवार्षिक रूपले आउनेछ अर्थात प्रत्येक आर्थिक वर्षको पहिलो अर्धवार्षिक समाप्त भएपछि चाहिँ पौष मसान्तसम्मको आर्जित ब्याज रकम चाहिँ माघको 1 गतेदेखि र दोस्रो अर्धवार्षिक समाप्त भएपछि अर्थात असार मसान्तसम्मको ब्याज रकम चाहिँ साउनको 1 गतेदेखि भुक्तानी गरिनेछ। र यदि ती दिन सार्वजनिक बिदा परेमा चाहिँ त्यसपछिको पहिलो कार्यदिनदेखि ब्याज वितरण गरिनेछ। साथै भविष्यमा नेपाल सरकारले करको दर परिवर्तन गरेमा सोही अनुसार लागू हुनेछ। ऋणपत्र खरिद गर्ने लगानीकर्ताहरूले पाउने अधिकारहरू पनि बुझौं। यस ऋणपत्र खरिद गर्ने व्यक्तिले कम्पनी ऐन 2063 तथा अन्य प्रचलित कानूनले दिएका सम्पूर्ण अधिकार र सुविधा प्राप्त गर्नेछन्। तर ऋणपत्र धनीलाई कम्पनीको साधारण सभामा उपस्थित हुने वा मतदान गर्ने अधिकार भने हुने छैन। र अर्को महत्त्वपूर्ण कुरा, यदि कुनै कारणवश बैंक टाँट पल्टिने अवस्था आयो भने चाहिँ निक्षेपकर्ताहरूलाई भुक्तानी गरिसकेपछि मात्र ऋणपत्र धनीहरूलाई भुक्तानी गरिने व्यवस्था रहेको छ। यसका साथै नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत भएपछि ऋणपत्र किनबेच गर्न सकिनेछ। ऋणपत्रबाट प्राप्त हुने ब्याज सिधै आफ्नो ब्याङ्क खातामा प्राप्त गर्न सकिनेछ। साथै आफ्नो ऋणपत्र धितो राखेर ब्याङ्कबाट कर्जा पनि लिन सकिने सुविधा उपलब्ध रहेको छ। ब्याज भुक्तानीको तरिकाबारे कुरा गर्दा ऋणपत्रबाट आर्जित ब्याज रकम चाहिँ लगानीकर्ताको हितग्राही खातामा उल्लेख भएको ब्याङ्क खातामा वा आवेदन दिँदा उल्लेख गरिएको ब्याङ्क खातामा सिधै जम्मा गरिनेछ। र अब यस ऋणपत्र निष्कासनको मुख्य उद्देश्यबारे बुझौं। ब्याङ्कले यस ऋणपत्रबाट सङ्कलन भएको रकम आफ्नो व्यवसाय विस्तार गर्न, आवश्यकता अनुसार कर्जा प्रवाह गर्न तथा विभिन्न क्षेत्रमा लगानी गर्न उपयोग गर्नेछ। अर्थात ब्याङ्कको व्यवसाय वृद्धि र वित्तीय विस्तार नै यसको मुख्य उद्देश्य रहेको छ। त्यसैगरी निष्कासनबाट प्राप्त हुने कुल रकमको उपयोग योजना पनि सार्वजनिक गरिएको छ। ब्याङ्कले कुल रकमको 90% अर्थात 2 अर्ब 70 करोड रुपैयाँ नेपाल राष्ट्र ब्याङ्कबाट स्वीकृत क्षेत्रमा कर्जा लगानी गर्न उपयोग गर्नेछ र बाँकी 10% अर्थात 30 करोड रुपैयाँ तरलता तथा व्यवसाय विस्तार गर्न उपयोग गरिनेछ। र यी सबै कार्य नेपाल राष्ट्र ब्याङ्कको नीति, कम्पनी ऐन, नेपाल राष्ट्र ब्याङ्क ऐन तथा अन्य प्रचलित कानूनको अधीनमा रही सञ्चालन गरिनेछ। र अब अन्तिममा यस ऋणपत्र निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ्स नेपाल लिमिटेड मार्फत यस प्राइम ब्याङ्कलाई केयर एनपी A- इस्युअर रेटिङ प्रदान गरिएको छ, जसको अर्थ ब्याङ्कसँग आफ्नो वित्तीय दायित्व समयमै पूरा गर्ने पर्याप्त क्षमता तथा सुरक्षित स्तर रहेको मानिन्छ। अर्थात यो रेटिङले संस्थाको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमता, एडिक्वेट डिग्री अफ सेफ्टी रिगार्डिङ टाइमली सर्भिसिङ अफ फाइनान्शियल अब्लिगेसन्स रहेको संकेत जनाउँदछ।